सिलगढी जिल्लाको पुरानो स्टल बजार अब भत्किन ठिक्क परेको छ र भत्किन ठिक्क परिसकेपछि यहाँका व्यापारीहरू आफ्नो माल सामान लिएर यताउता आफ्नो नयाँ पसलतिर अथवा नयाँ गन्तव्यतिर लाग्दैछन्। हामी सानो हुँदाखेरि यो स्टल बजारको वरिपरि आउँदा निकै ठुलो ठाउँमा आएको जस्तो लाग्थ्यो, निकै ठुलो बजारमा आइपुगेको जस्तो लाग्थ्यो। त्यतिखेर यति ठुलो व्यावसायिक पक्की भवन सिलगढी जिल्लामा थिएन। तर पछि सहरीकरण बढ्यो, घरहरू बढे, सत्रहरू बढे र यो बुझेलमा पऱ्यो, यो बुढो भयो र एक दिन त यो यसलाई भत्काउनै पर्ने थियो। तर समय अघि नै भत्काउँदाखेरि पुराना स्मृतिहरू चाहिँ अब हराएर जाने भयो। सिलगढी जिल्लाको एउटा ऐतिहासिक पुरानो व्यावसायिक स्टल बजार अब केही घन्टापछि अथवा केही दिनपछि हामीहरूले देख्न पाउने छैनौँ। यो स्टल बजार हामीले देख्न नपाए तापनि हाम्रो स्मृतिमा सधैँ रहिरहनेछ है। माथिको छत झरेर एउटा जेसिबीको अगाडिको भाग पुरेको छ। यहाँनिर यो जेसिबी भाँचेको नि हुनसक्छ। यो मिसिन चाहिँ यो स्टलको छतले पुरेको छ। यसको अगाडिको भाग चाहिँ मान्छेलाई केही भएको छैन। यो अगाडिको भाग चाहिँ चेपिएको छ, पिच्छे हो। हेर्नु यसरी छत झरेर अब यो मिसिनहरू लगेर त्यो निकाल्नु पर्यो। अत्याधिक मान्छेहरूको जमघट भइरहेको छ यो सिन्धुलीमा। यो डोजर चलेको हेर्नको लागि ल हेर्नुहोस् न, मूल बजारमै डोजर चलेको छ। चारवटा मिसिनले एकैपटक तलको बिम भत्काइदिएर माथिको छत झर्न पुगेको छ। माथिको छत झरेर यो जेसिबीको अगाडिको भाग चाहिँ पुरेको छ। हटाउ हटाउ, यहाँ मान्छे अगाडि आउनु न। यो लाइन के ड्राइभर? ए मिसिन यो
यो पुरिएको मिसिनलाई निकाल्न यहाँ अर्को मिसिन प्रयोग गरिँदैछ। सम्भवतः त्यो मिसिनमा केही न केही क्षति त पक्कै पुगेको हुनुपर्छ। उताबाट अर्को मिसिनले पनि सपोर्ट गर्दैछ। सबै मान्छे एकैचोटि झऱ्यो क्या। हो मिसिनले ठोकिन्छ नि फेरि यताबाट हुँदै हुँदैन यसले कसरी उठाउँछ त उठाउनै सक्दैन। कहाँ उठाउनु पछाडिकोले यसले चाहिँ ताने यसले यस्तो भत्काउँदै तान्ने हो क्या छोरा छोरी। आइडिया देखेर म छक्क परिया है। हामीलाई नै सकसक लागिसक्यो क्या। थरथरै भत्काएर मात्र निकाल्ने होइन यत्रो वेट उचाल्छ त यहाँ। यो त बोर्डर लाइन हो। यसले टाउका भाइ तिमीहरू यता नआउँदा माथिबाट हे ए पुष्कर यो पुरिएको जेसिबीलाई निकाल्न अरू तीनवटा जेसिबी प्रयोग भएको छ। जेसिबीको अगाडिको भाग चाहिँ पुरिएको छ, दाँतवाला भाग, बकेटवाला भाग। यो सेतो लुगा लगाउने गुरुले चलाएको जेसिबीको गाडीको भाग पुरिएको छ। यो भागले चाहिँ बरु तलको भागदेखि हुन्थ्यो होला। त्यो भागले कसरी यो भागले चाहिँ बरु तानेको भए त्यो फुटेको जति तानेको भए हुन्थ्यो। दुईवटा मेसिनले अब यो न उचाल्न सक्छ न सिक्न सक्छ क्या। पुरै छ त यहाँसम्म रोड अल्झिएको छ। यसले यस्तो झर्न मिलेन बरु यो कहाँ उचाल्छ पुरै डन्डी त मिसाएर हुन्छ यो कनेक्टै कसरी पोल ढल्यो भने त यसले त धेरै यहाँ त यस्तो ठिकै हो।